हेलो गाइस, सो ह्याप्पी दिवाली सबैजना साथीहरूलाई। सो भर्खर कामबाट आयो र दाइले चाहिँ यहाँ झिलिमिली बत्ती लगाइसक्नु भएको छ। अनि यहाँ हेर्न सक्नुहुन्छ रङ्गोली पनि दाइले बनाउनु भएको रहेछ होइन। अब यस्तै हो परदेशको दिवाली, त्यसरी धेरै टाइम पनि हुँदैन, धेरै सजाउनु पनि पाएको छैन। हाम्रो कामबाट आएको दाइको छिटो छुट्टी हुन्छ। सो ल हाम्रो दाइ नै रेडी भइसक्नु भएको छ। ह्याप्पी दिवाली दाजु। ह्याप्पी दिवाली भाइ। टिका सिका तयार पूजाको लागि अब नुहाउने फ्रेस हुने, अनि त्यसपछि पूजा गर्ने माता लक्ष्मीको। ओके, फेरि पनि भेट्छौँ हामी एकछिनमा है। गाइस रेडी भइसक्यो पूजाको लागि होइन। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो दाजुले चाहिँ आज सबै सजाएर पनि राख्नु भएको रहेछ होइन। सो यहाँ चाहिँ हाम्रो पूजाको लागि सबै तयारी भइसकेको छ। अब तल दाइले के गरेर राख्नु भएको छ तपाईँलाई देखाउने छ। अनि दाइले यहाँ चाहिँ अब रेडिमेड दियो पनि ल्याउनु भएको रहेछ होइन, पानी राखेर बल्ने होइन। यहाँभित्र चाहिँ पानी रहेछ होइन, अनि पानी राखेर चाहिँ बल्छ है यो दियो त। गाइस अब तल जाम होइन, हेरौँ दाइले के चाहिँ गरिराख्नु भएको रहेछ। यस्तै हो परदेशी लाइफ, छिटो छिटो हतारमा। फेरि बिहान काम पनि छ। सो यस्तै हो हाम्रो यहाँको घर, भाइको घर हो यो। सो उहाँले खाना पनि रेडी गरिसक्नु भएको रहेछ दाइले, पनिर अनि सेलहरू पनि छ। टिका पनि देखाइसकेको छ, रेडी भइसकेको छ। अब चाहिँ हामीहरू पूजातर्फ लाग्ने होइन। सो फेरि पनि तपाईँसँग भेट हुन्छ पूजा गर्ने बेलामा। ल गाइज अब हाम्रो दाइले अब पूजा गर्न गइराख्नु भएको छ होइन। अब यहाँ आज रङ्गोलीदेखि नै स्टार्ट हुन्छ। ल दाइले खुट्टाको पाइला बनाइराख्नु भएको छ 1 by 1। हाम्रो दाइ त फेरि भाउजू त भाउजू त एकदम भाग्यमानी हुनुहुन्छ है। हेर्नु त यति गर्न जानेको दाइले के कुराको कमी हुन्छ। हाम्रो अब एउटा हाम्रो दोष आइसक्नु भएको छ पुरा है। बम भोले आज बम भोले जय लक्ष्मी माता की जय। हाम्रो यस्तै हामी 3 भाइ यहाँ छौँ है। सो हाम्रो 3 भाइको यहाँ आज पूजा आयो। अझै पनि देखाउनेछौँ है तपाईँहरूलाई। हेर्नुहोस् दाइले र मेरो साथीले, म यहाँ भिडियो बनाइरहेको छु होइन। यहाँ हामी 3 जनै दाजुभाइ मिलेर चाहिँ हामीले गरिरहेछौँ है। ल गाइज अब हामी लागिसकेका छौँ। अब दाइले चाहिँ माथि पूजा गर्न गइराख्नु भएको छ है। यस्तै हो दाइले आज धेरै हतारमा सजाउनु भएको रहेछ सबै कुरा है। सो हेर्न सक्नुहुन्छ हाम्रो नेपालको यही चाहिँ तिहार पर्व एकदम धेरै याद आउँछ परदेशमा हुँदाखेरि। यस्तो समयहरूमा त फ्यामिली हामी 3 जना यता हो। सो सबैजनालाई दिवालीको धेरै शुभकामना छ है। अनि अझै पनि पूजा गरेको भिडियो फोटोहरू चाहिँ तपाईँहरूलाई देखाउनेछौँ है। ल गाइस हाम्रो पूजा चाहिँ सक्यो। दाइले अब टिका लगाइदिनु भएको छ।
बिहिबारे नानीले अमेरिकाको भिसा लगाएर आएर अर्को वर्ष सँगै लक्ष्मी पूजा गर्नुपर्छ। दिनुभएको लक्ष्मीसँग पर्साले तल खाऊँ। ल गाइज यति हो हाम्रो दिवाली अब खानासाना खाने हामीहरू। सो तपाईँहरूलाई नि धेरै धेरै शुभकामना छ दिवालीको। राम्ररी मनाउनु होला, सेफ भएर मनाउनु होला। अनि यतिबाट बिदा लिनेछौँ हामीहरू। बाई बाई, टेक केयर। नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ।